गुणस्तर परीक्षण भन्दै छिमेकी देशले चिया निर्यातमा समस्या उत्पादन गरेकाले इलाम चिया उद्योग र किसानहरूले चिया फ्याक्ट्रीमा ताला झुन्ड्याएको करिब 3 दिन भयो। भारतीय चिया बोर्डले स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर एसओपी नामक नयाँ मापदण्ड लिएको छ। टेस्टिङ रिपोर्ट आउन 2 साता बढी लाग्ने, प्रतिवेदन नआएसम्म चिया बेच्न नपाइने र रिपोर्टमा थोरै समस्या आए उत्पादन भएको चिया नष्ट गर्नुपर्ने बाध्यता छ, जसका कारण सूर्योदय नगरपालिकाभित्र मात्र 65 बढी र यो जिल्लाभरि तपाईँको 83 बढी चिया उद्योग बन्द गरिएको छ। तर यति संवेदनशील विषयमा सरकारको ध्यान पटक्कै गएको छैन। मैले योसँग 7औं पल्ट भयो यहाँ। हुन त सम्माननीय प्रधानमन्त्रीज्यू अन्य 2 माननीय मन्त्रीज्यूहरूलाई लिएर देश बनाउँदै हुनुहुन्छ। सामाजिक सञ्जालमा हेरेर थाहा पाएको उहाँ चिया पसलमा गएर चिया पिउन पनि भ्याउनुहुन्छ। तर वार्षिक 3 करोड बढी तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँले फुर्सद पाएको देखेको छैन। चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया खेर गएको छ। चिया टिप्ने र उद्योगमा काम गर्ने श्रमजीवीको रोजगार गुमेको छ। उद्योगले ब्याङ्कबाट लिएको लोनको इन्ट्रेस्ट तिर्न सक्ने अवस्था छैन। सँगै तपाईँको थुप्रै त्यहाँ चिया किसानहरूको जसको तपाईँको बच्चाहरूको छोराछोरीहरूको तपाईँको शिक्षा, बिहान बेलुकाको रोजीरोटी चियामा आश्रित छ, तर सरकार गम्भीर हुन सकेको छैन। मैले चियाको समस्या पटक पटक सदन उठाएको छु सभामुख महोदय। सम्माननीय प्रधानमन्त्रीज्यूलाई औपचारिक अनौपचारिक फोरमहरूमा भेटेर पनि भनेको छु। सँगैमा परराष्ट्र मन्त्रीज्यूलाई, ऊर्जा मन्त्रीज्यूलाई पनि मैले भेटेर भनेको छु, तर हालसम्म हुन सकेको छैन। त्यसैले तत्काल सभामुख महोदय मार्फत सरकारसँग माग गर्दछु कि चिया निर्यात खुलाउन G2G पहल गरियोस्। चिया निर्यातमा डिप्लोमेटिक एक्सर्साइज बढाइयोस् र दीर्घकालीन समस्या समाधान गरियोस्। चिया टेस्टिङ ल्याब निर्माण पुरा गर्न अगाडि बढाइयोस्। त्यस्तै गरेर तेस्रो देशमा निर्यातको लागि बजार सुनिश्चित गरियोस्। धन्यवाद। जय नेपाल। माननीय सदस्य पार्वती